मेरो घरबार बचाइदिनु होला। अनि सबै साथीभाइहरूले नि हेर्ने साथीभाइहरूलाई पनि यही भन्न चाहन्छु कि मलाई जस्तो कसैलाई आज चाहिँ हामी यहाँ एकजना दाइलाई भेट्न आएको छौँ। उहाँले सम्पर्क हामीले गर्नुभएको थियो 1-2 दिन अगाडिपट्टि। दाइले हामीलाई भेट्न चाहनुहुन्थ्यो, दाइ भेट्न हामी आएको। अनि हामी चाहिँ दाइलाई भेट्न आएको छौँ आज। अनि दाइले के भन्नुहुन्छ, कसो भन्नुहुन्छ, दाइसँग गएर कुरा गरौँला, दाइसँग गएर भेटौँला, के कुरा हुन्छ। दाइले बोलाइराख्नु भएको थियो। अहिले दाइ घर चाहिँ यही रहेछ जस्तो लाग्यो मलाई पनि। कसो हो दाइ? ए दाइ दाइ कोही हुनुहुन्छ, कसो हो घरमा? ए दाइ हजुर नमस्ते। नमस्ते नमस्ते दाइ, नमस्ते। के छ मेरो दाइ हालखबर? आराम हुन्छ दाइ? एकदम। हो दाइलाई अब भेट्न चाहनुहुन्थ्यो। अब आइयो हामी भेटघाट गरौँ कि बातचित गरौँ, के छ कसो छ? सञ्चारमा हुनुहुन्छ नि है? हिजो फोन गरेको थिएँ तपाईँहरूलाई। साह्रै दुःख पाएर फोन गरेको। के कसो दुःख परेर दाइलाई त्यस्तो? काम गरेको पनि 2-4 महिना भइसक्यो, 2-4 वर्षै भइसक्यो। तनखा नदिएको 2-4 महिना भयो। साह्रै दुःख परेर अनि तपाईँहरूले केही सहयोग गर्दै हिँड्नु भएको मैले देखिरहेको थिएँ। अनि केही सहयोग दिनुहुन्छ कि भनेर अनि मैले तपाईँहरूलाई फोन गरेको। हजुर हजुर, पक्कै गर्नेछौँ। के छ कसो छ तपाईँको अरू पनि बुझौँ। अनि हजुरले काम गर्दै थिएँ। के काम चाहिँ गर्दै हुनुहुन्छ र खै दाइ? यो पुरा यो मार्बलको हलमा साफ गर्न पर्ने तपाईँले? हजुर हजुर। अनि यो पुरै हल साफ गर्नु पर्छ? पुरै हल साफ गर्नुपर्छ। अब उतै बाहिरपट्टि यता। हजुर हजुर, यता पनि झाडु साडु मार्नु पर्छ। ल ल ल, ठिक छ केही छैन। अब दुःख गर्नु पर्यो दाइ। तर काम चाहिँ तपाईँले गर्नुहुन्छ, तर साउले के पैसा नदिने कसो हो दाइ? कसो के हो? 2-4 महिना भइसक्यो भाइ, तनखा दिएको होइन। घरतिरबाट पनि बालबच्चाहरूको बिचली भयो। पैसा पठाइदिए। स्वामीले पनि यस्तो गर्छस् भने तेरो बाटो तँ गर, मेरो बाटो म गर्छु भन्छ भाइ। अब के गर्ने त? साउहरूले पैसा नदिएपछि घरमा कसरी पैसा पठाउने? हजुर हजुर। अब यिनीहरू नै हो यो साफ गर भनेर आएको छ। यो पुरै साफ गर्नु पर्ने तपाईँले एक्लैले है? ओहो, यत्रो घर पुरै साफ गर्न पर्ने, गार्डन साफ गर्न पर्ने काम त तपाईँको धेरै रहेछ नि दाइ। हजुर, आज बेलुका चाहिँ साउ आउँछु भने। हजुर, अनि साफ पुरै साफ गर्छु भने। हजुर हजुर, माथि साफ गरिसक्यो। बुझे पनि है दाइले चाहिँ एकदम गाह्रो रहेछ, दुःख रहेछ। 2-3 महिना 3-4 महिना भयो अब काम गरेको, पैसा साउले दिएको छैन अरे दाइ बिचरा। अब घर पैसा पनि पठाउनु पाउनु भएको छैन। घरमा बालबच्चा होला दाइ है? बालबच्चा छ भन्नुहुन्छ। एउटा बाबु एउटा नानी छ भन्नुहुन्छ। दुवै जस्तो ठाउँमा बिचरा अल्पत्र पर्नुभएको छ न। अब आएको कति 3-4 महिना 5-7 महिना भयो है? पैसा पाउनु भएन। अब बिचरा घरबाट आउँदाखेरि कति ऋण लाएर आउनु भएको थियो, के थियो बिचरा। अब साउले पनि अब गाह्रो पारे होला घरतिर। अब त्यही भएर सबै साथीभाइहरूले दाइलाई माया गरिदिनु होला। एकदम सक्दो भन्दा नि सहयोग गरिदिनु होला दाइलाई। कति हुन्छ धेरै थोरै, कति सक्नुहुन्छ, केही सक्नुहुन्छ, दाइलाई एकदम सहयोग गरिदिनु होला। भिडियोलाई सेयर पनि गरिदिनु होला। यो भिडियो दुनियाँलाई, यो सारा संसारलाई पुर्याइदिनु होला। हाम्रो दाइलाई एकदम माया गर्नु होला सबैले। बिचरा एकदम इमान्दारी मान्छे हुनुहुँदो रहेछ दाइ। मैले उहाँको काम हेरेँ, उहाँको बस्ने ठाउँ पनि हेरेँ, काम गर्ने ठाउँ पनि हेरेँ। दाइ एकदम दाइ सुत्ने कता? यतै हो दाइ सुत्ने? दाइ सुत्ने कता? हजुर अच्छा, दाइ यस्तो बिचरा भैमा सुत्नु हुँदो रहेछ बिचरा दाइ। हेर्नु त अभि नि मेरो दाइ बिचरा। ल ल, ठिक छ मैले हजुरको रुम पनि हेरेँ दाइ। ल ठिक छ तपाईँले हेर्नुहोस् साथीहरू, मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूले दाइलाई चाहिँ एकदम भन्दा नि दाइलाई एकदम मायाको खाँचो, तपाईँको साथ सपोर्टको खाँचो छ है। अहिले चाहिँ दाइलाई सक्दो सहयोग गरिदिनु होला। जति सक्नुहुन्छ मनले, थोरै धेरै कति सक्नुहुन्छ सबैले सहयोग गरिदिनु होला दाइले। किन भन्दाखेरि बिचरा दाइ उहाँ नेपालबाट कमाउने भनेर आउनुभएको। बिचरा अहिले भर्खर नेपालबाट आउनुभएको छ। 5-7 महिना भयो अरे। पैसा पनि पाउनु भएको छैन। बिचरा काम गर्दै जानुभयो, पैसा पाउनु भएन। घरबाट पैसा हाल्दै भन्नुभयो। घरबाट के भन्नुभयो त हजुरको श्रीमतीले? श्रीमतीले त 2-4 महिना भयो पैसा नपठाएको। हजुर, त उतैतिर कसैसँग लागेस् के हो, पैसा नि पठाउँदैनस्
त कसैसँग लागेछ भने त तेरो बाटो गर म मेरो बाटो गर्छु भन्छ। हजुर के गर्ने सर? मेरो तनहुँ दमौली। ए घर चाहिँ तनहुँ दमौली। हजुर। तनहुँ दमौली अँधेरी भन्छ। अधेरी भन्छ ए ल ल ठिक छ। अनि 2-4 महिना स्यालेरी देखाएन, अब नदिएपछि के गर्ने? हजुर हजुर अब साहुले पैसा दिए पो घरमा पैसा पठाउन सकिन्छ। त्यही त हो। अब नदिए कताबाट पठाउँ? दमौली तनहुँबाट जतिजनाले हेर्दै हुनुहुन्छ दाइले एकदम अहिले 60-70 को खाँचो छ है। सबैले माया गरिदिनु होला हाम्रो दाइलाई। बुढीले अब यत्रो भयो पैसा नपठाएको, बालबच्चाको पनि स्कुल फिसहरू तिर्न छ हजुर हजुर भन्ने कुरा गरेको। अनि अहिले अब यो महिनामा पैसा नपठाउनु भयो, त तेरो बाटो गर म मेरो बाटो गर्छु भन्ने कुरा गरे। के गर्नु त? साहुले पैसा पठाइदिएको, पैसा पठाइदिने होला, नपठाए कताबाट पठाउ? ल साहुले जतिखेर साहुलाई सर घरबाट फोन आए बालबच्चा बिमारी छ भनेर झुट बोल्दा पनि ठिकै मै कल आता हूँ भन्छन्। कल आउँछ कि भनेर आउँदै भोलि दिन्छु पर्सि दिन्छु भन्दै टारेको। त्यही भनेर टारेर बिजोग गरेको। के गरिन्छ नि सर? त्यसको लागि आज साहु आयो भने अब ठिकै छ, आएन र दाइलाई सक्दो सबैले सहयोगको खाँचो छ, मायाको खाँचो छ दाइलाई। सबैले माया गरिदिनु होला। दाइ सक्दो के छ भन्दाखेरि अब दाइले चाहिँ सबैले सहयोग गरिदिनु भयो भने दाइलाई हामीले अब यहाँ दुःख पाउनु भयो दाइले साह्रै भन्दा नि साह्रै। साहुले पनि एकदम कराउने गाली दिने गर्छ अरे, पैसा पनि दिन्न अरे। त्यही भएर अनि सक्दो सहयोग गरिदिनु होला सबैले। दाइलाई हामीले जसरी भए नेपाल झिकाउने हामी बन्दोबस्त गर्दैछौँ। तपाईँहरूको एकदम खाँचो छ, सक्दो तपाईँहरूले पनि सहयोग गरिदिनु होला र हामी दाइलाई कसो हुन्छ के हुन्छ हामी सहयोग गरिदिनेछौँ र नेपाल पनि पठाउनेछौँ। तपाईँ टेन्सन नगर्नु दाइ। तपाईँलाई हामीले 2-4 पैसा दिएरै भए पनि हाम्रो जेबाट दिएर भयो नि तपाईँले नेपाल पठाउनेछौँ दाइ। तपाईँले जनताहरूसँग के भन्न चाहनुहुन्छ? म त यही भन्न चाहन्छु कि जनताहरूले सबैले सहयोग गरिदिनु। हजुर हजुर होइन, दुखी गरिबलाई हेरिदिनुहोस्। हजुर होइन, मेरो घरबार बचाइदिनु होला। अनि सबै साथीभाइहरूले नि हेर्ने साथीभाइहरूलाई पनि यही भन्न चाहन्छु कि मलाई जस्तो कसैलाई परदेशमा आएर नपरोस्। अहिले यस्तो हालमा हुनुहुन्छ। न 4-5 महिना भयो न पैसा पाउनु भएको छ बिचरा दाइले। घर नरुने दाइ तपाईँ केही छैन ठिक छ। जान नि म त यही हाम्रो नेपाली दाजुभाइहरूलाई यो भन्न चाहन्छु कि फर्स्ट मेन पावर बुझेर विदेशतिर लाग्नु भन्ने नै धेरै हुन्छ। दाइको कुरा मैले सुने पनि दाइको कुरालाई तपाईँहरूले एकदम ध्यान दिएर सुन्नु होला। तर तपाईँहरूले पनि यो कुरा एकदम बुझ्न जरुरी छ। किन भन्दाखेरि अहिले मेन पावरहरू कुनै राम्रो हुनुहुन्छ, कुनैले पनि अब त्यस्तै पनि हुन्छ, फसाइरहेको पनि छन्। दाइ जस्तो कसै पनि नफस्नु होला, एकदम चाँडो विश्वास नगर्नु होला मेन पावरहरूलाई। उहाँले एकदम बुझेर जानेर एकदम धेरै गहिराइमा बुझेर तपाईँहरूले जानुभयो भने चाहिँ एकदम राम्रो हुन्छ। अहिले बिचरा दाइ अहिले यस्तो हालमा हुनुहुन्छ। न 4-5 महिना भयो न पैसा पाउनु भएको छ बिचरा दाइले। घर नरुने दाइ तपाईँ केही छैन ठिक छ।